उद्देश्य के पर्छ यो हेरौँ। ख्रिस केन्द्रित हुनु, आर्थिक रूपमा सबल र सक्षम बनाउनु, समाजलाई रूपान्तरण गर्नु उद्देश्य हो है, अथवा मिसन। यसमा तीनटा कुरा विशेष पर्छ: सुसमाचार प्रचार, चेला निर्माण र नेतृत्व निर्माण, मिसन पठाउने भन्ने कुरा छ। आर्थिक स्तर सबल र सक्षम बनाउने र समुदायमा ख्रिस्टको साक्ष्य दिएर समाज रूपान्तरण गर्ने उद्देश्य पर्दछ। मैले सरलीकरण गरिदिएको छ। अब अर्को चर्चको इतिहास, हाम्रो कसरी चर्चको इतिहास सुरु भएको छ। हाम्रो स्थापना 2070 साल जेठ 11 गते भएको छ। हाम्रो 11 गते भोलि हुनुपर्ने नियम छ, तर हामी सबैको पाइ पर्ने दिन आज परेको कारणले आज नै हामी वार्षिकोत्सव गरेका छौँ। अनि संस्थापक हाम्रो पास्टरज्यू, अगुवाहरू, अनि पास्टरहरू, वरिष्ठ अगुवाहरूको सबैको योगदान छ भन्नु यहाँ चाहिँ। अनि एकता हुनु अघि कितु नगरपालिकाभित्र 1 देखि 16 वर्षसम्म स्वायत्त रूपमा 4वटा चर्च सञ्चालन गर्दै आएको थियो। अब यसमा आज्ञा चर्च चमलटोलमा छ, किबु युनाइटेड मेथोडिस्ट चर्च चामलघाटमा छ, साल्भेसन मेथोडिस्ट चर्च पाण्डेसापमा, कुवारा, टोबार मेथोडिस्ट चर्च टोबारमा। शनिबार मे 25 2013मा किर्तनला चर्चको रूपमा एक चर्चलाई एकताबद्ध भई सम्मति सञ्चालन गरियो। यो प्रारम्भको छोटो मिठो इतिहास भयो। अब सेवाका हितका लक्ष्य समूहहरूको क्षेत्रहरू, यो हाम्रो लक्ष्य वर्गहरू नातेदार छिमेकी साथीहरू नै हुन्। र अर्को क्षेत्र चाहिँ हामी किर्तन नगरपालिका, हामी बसेको ठाउँ काठमाडौँ उपत्यका, 3 नम्बर प्रदेश, नेपाल, एसिया र विश्व संसारलाई हामीले परमेश्वरको मिलापको सन्देश बाँड्ने हामीले त्यो क्षेत्र तोकेका छौँ। त्यो अनुसार हामी अहिले किर्तनलाई मात्रै कभर गर्दै हामी गइरहेका छौँ। अब अर्को कुरा नेतृत्वको संरचनामा कार्यकारी समिति भन्ने छ। कार्यकारी पास्टरहरू, वरिष्ठ अगुवाहरू छन् यो भित्र चाहिँ। अनि विभागीय प्रमुखहरू, शाखा प्रमुखमा यही कार्यकारी समितिका व्यक्तिहरू नै समावेश छन्। उपसमितिमा जस्तै युवा दिदिनी, बाल शिक्षालय, गायन सङ्गीत, प्रार्थना, घरेलु सुसमाचार प्रचार मण्डली स्थापना चाहिँ यो छुट्टै यो विभाग। अनि अनुगमन र मूल्याङ्कन, अब पास्टरले यो सबै कुराको उहाँहरूको रिपोर्टिङ कुराहरू सबै कुराको रिपोर्टिङ उहाँले चाहिँ गर्नुहुन्छ। अनि त्यो अनुसार चाहिँ निरीक्षण, अनुगमन र त्यो अनुसारको चाहिँ फिडब्याक के आउँछ त्यो अनुसारको प्रोसेस हुन्छ। र त्यसपछि तालिम, आवश्यकताअनुसारको उहाँको विभागहरूको तालिम, उहाँहरूको शाखाहरूको तालिम के छ, तालिमको शाखाको जिम्मेवार व्यक्तिले गर्छ। अनि सुसमाचार मण्डली स्थापना हुनेछ। अहिले यो चाहिँ सक्रिय रूपमा हामी अगाडि बढ्नुपर्ने भयो। अलिक छुट्टै निकायको रूपमा यसभित्र नपालिकन यसभित्र हामी पालिरहेका छौँ। यो चाहिँ चित्र तपाईँ मण्डलीको समग्र चित्र यो खालको छ, बुझ्नु होला। अनि कसरी कसलाई कन्ट्याक्ट गर्ने तपाईँले थाहा पाउनु पनि जरुरी छ भनेर मैले यो प्रश्न पार्दिन खोजेको। अब यहाँ आत्मिक क्षेत्रको कुरा आयो। आत्मिक क्षेत्रमा के छ, उपसमितिहरू यहाँनिर मैले सुसमाचार प्रचार मण्डली स्थापना राखेको खास चाहिँ यो उतापट्टि पर्छ, तर अहिलेलाई मात्र राखिरहेको। त्यो आर्थिक क्षेत्र, श्रम र रोजगार भित्र पर्छ र सामाजिक क्षेत्र भए 3टा चाहिँ विभागका कुराहरू आयो। अब यो 3टा विभागमा यो 81मा भएका हाम्रो निकायहरू समितिमा हाम्रो युवा सङ्गतिको बारेमा भन्दैछु। युवा सङ्गति अनुशासन आया 5 सालको कक्षा यहाँ लिएको चित्र छ। अनि अस्ति मात्रै अब हाइकिङ गएको छ युवाको पक्षबाट, यो पनि हामी हेर्छौँ। अब यहाँनिर दिवेनीको सङ्गतिको पक्षबाट दिवेनीको डाँडाको प्रार्थनाको कुराहरू छ यहाँ। अर्को चाहिँ यहाँ निवर्तमा दिवेनी समिति पदाधिकारीहरू पहिला चाहिँ हुनुहुन्छ 11 जनाको। अहिले चाहिँ हामीले थोरै जनामा सीमित राखिरहेका छौँ। अहिले तपाईँले देखिसक्नुभएको छ, यिनीहरू चाहिँ पछि पनि आउँछ। अब चाहिँ यो हाम्रो बाल शिक्षाले बाल सङ्गतिको कुरा आयो। बाल शिक्षालयमा अब अस्ति उहाँहरूको थप नयाँ सङ्गति डेभलप गर्नलाई, समिति डेभलप गर्नलाई मिटिङ गरेको कुरा लेखेको छ। अब यहाँनिर हाम्रो के भन्छ गायन तथा सङ्गीतले तालिम पठाएका भाइ बहिनी भोकल ट्रेनिङ पठाएको घटना छ यहाँ चाहिँ। अब यहाँनिर हाम्रो क्वायरले चाहिँ बजाउँदै गएको देख्नु भएको छ तपाईँ। हप्ते पछि उहाँहरू बजाउनुहुन्छ, तपाईँ फोटो खिच्न भ्याएको छैन, त्यो भएर थोरै मात्र फोटो भएर त्यो एउटा मात्र हालिदिएँ मैले। अब अर्को चाहिँ हाम्रो प्रार्थनाको सङ्गतिबाट, प्रार्थना समितिको यो रातभरिको प्रार्थना हो। यो चाहिँ
यो नयाँ वर्षको रातभरिको प्रार्थनाको विषयमा म शान्तमा प्रार्थना गर्छु। अनि यो हरेक शुक्रबार हाम्रो उपवास प्रार्थना लगातार चलिरहेको छ, बिहानको 10:30 देखि 2 बजेसम्म। अब यहाँनिर कुवारोको घरेलु सङ्गतिको बारेमा चाहिँ फोटो खिच्न भ्याएको छ, छोटो मिठो गरिरहेको छ। अरू सबै घरेलु सङ्गति नियमित चलिरहेको छ। घरेलु सङ्गति पक्षबाट फोटो खिच्न भ्याएको छैन, गरेछ सङ्गति, तर पनि मैले यसो हालिदिएको मात्र यो चाहिँ। अब यहाँनिर प्रचार प्रसारको काम हाम्रो फोटो खिचेको देखेन। यो क्रिसमस ताका चाहिँ हाम्रो ढल्पा चोकमा क्रिसमसको सन्देश बाँड्न एकजना आयोजक चर्चले बोलाएको थियो मलाई। उहाँले फोटो खिचेर मलाई पठाइदिए अनुसार मैले हालिदिएको चाहिँ। अब यहाँनिर हाम्रो अनुग्रहका साधनहरू भने चाहिँ बत्तिसमाको कार्यक्रम हुन्छ। यसमा बत्तिसमा चाहिँ हाम्रो यो वर्ष कुमार भाइ र निकेश बाबुले बत्तिस दिएको छ। अब यहाँनिर हाम्रो बाल अर्पणको कुरा पनि छ। हाम्रो मनकाजीको छोरी र हाम्रो अमर भाइको छोरीले यहाँ बाल अर्पणको प्रोग्रामको निम्ति अनुग्रह अनुसार हामीले बाल अर्पणको प्रोग्राम गर्न पाएको। अब यहाँनिर हाम्रो यही वर्ष नै हाम्रो कुमार भाइको बिहा भएको छ झापामा शीतल नानीसँग। अनि यो विवाहको चित्र हो यो चाहिँ। अब यहाँनिर हामीले अझ अनुग्रहको साधन अनुग्रह चाहिँ विभिन्न क्रिसमस प्रोग्राम पनि हामी गरेका छौँ। यो सामाजिक रूपमा हामी मेयरलाई बोलाएर गरेका छौँ। अर्को हामी डिएसपीलाई पनि उपहार दिएका छौँ। यहाँ आउनुहोस् के पनि उहाँको अफिस गएर हामीले उपहार दिएर आएका छौँ। र अर्को चाहिँ हाम्रो यही वडाको वडाध्यक्षलाई बोलाएर पनि हामी केही 2 शब्द बोल्नलाई पनि मौका दिएका छौँ। अब यहाँ हाम्रो नेतृत्वको कुरामा आर्थिक क्षेत्र श्रम तथा रोजगारको भित्र के पर्छ भन्दाखेरि विभिन्न सरकारी र निजी निकायसँग कामको लागि समन्वय गर्ने, सिपमूलक तालिम दिन लगाउने, बचत गर्न सिकाउने र लगानी गर्न प्रेरणा दिने, आय आर्जनको लागि परामर्श दिने र लगाउने। यो चाहिँ यो क्षेत्रभित्र फोटो के पनि नभएको कारणले यो लेखिदिएँ मैले चाहिँ यो वर्षभरिमा। अब अर्को कुरो चाहिँ हामी सामाजिक क्षेत्रको कुरा। सामाजिक क्षेत्रमा हाम्रो 10 बहादुर अङ्कल र हाम्रो यचुमाया काकी चाहिँ कित्रो हस्पिटलमा बिराम हुँदाखेरि चाहिँ हामी भिजिट गर्न गएको फोटो हो यो चाहिँ। हामीले एउटा केयरिङको सेयरिङको विषयमा आएको। अब अर्को यहाँनिर छ हाम्रो एकजना बिरामी भाइ छ यहाँ, उहाँको जिउ जलेको कारणले चाहिँ दैलेखबाट आएको होला होइन भाइ। त्यो भाइकोमा गएर हामी आरती पनि उठाएर केही कुराहरू उहाँलाई दिएर भेटघाट प्रार्थना गर्ने पनि भयो। अर्को दिलमाया काकीलाई पनि उहाँको परिवार राखेर हामी भेटघाट गर्न पाएका छौँ। यहाँ उहाँलाई पनि भेटघाट गरेको कुराहरू देखेका छौँ। अब सामाजिकमा हामीले सहकारीको प्रार्थना गर्दाखेरि जहिले पनि धेरै जसो मलाई प्रार्थना बोलाउँछन् त्यहाँ पनि। त्यो भएर चाहिँ हामी पनि समन्वय गर्ने, सहकारीमा पनि हाम्रो सम्बन्ध छ भनेर एउटा बुझाउनलाई प्रार्थनाको लागि यहाँ पनि राखेको छ। अर्को कुरो यो वर्ष नै हाम्रो मण्डलीको सदस्य सुकुमाया मोक्तानको प्रोमा उहाँ सुत्नुभएको छ। अनि त्यो घटना पनि हामी सर्टकटमा यहाँनिर लेखेका छौँ। अब निष्कर्षमा चर्च सेवाकाई जति हुनुपर्ने हो त्यति चित्तबुद्ध गरी गर्न असमर्थ भयौँ। हामीसँग भएका सीमित स्रोत साधनको सहायताले सेवाकाई गर्न प्रयास गरेका छौँ र लक्ष्यमा पुग्न अझै धेरै ठोस कदम चाल्नुपर्ने देखियो। यसको लागि पास्टर अथवा विश्वासीले समय सम्पत्ति बढ्नलाई प्रभुको राज्यको लागि वृद्धिदेखि लगानी गर्नुपर्ने अति जरुरी ठानिएका छौँ। अनि निष्कर्षमा यो कुरा आएको छ। सबै समेट्न नसक्ने सर्टकटमा यो हामी गरेका छौँ। अब मिलाप चर्चको मिलाप हटेछ पो हटेछ चर्चका सेवाकाईको झलक हेर्नुभएको लागि धन्यवाद। ल अब मैले भन्नुपर्ने यति।